6139 जो पनि फेरि बिजी रहेछ ठुलो गाडीबाट जाइ हुँदैछ आज हाम्रो यात्रा चाहिँ मिरिकतिर हो मिरिकको सियोक जाँदैछौँ जहाँ चाहिँ ल्यान्डस्लाइडले 10वटा घरहरू नै एकदमै पूर्ण रूपले क्षतिग्रस्त बनाएको थियो उहाँहरूलाई भिजिट गर्दैछौँ हामी उहाँले जे कुराहरू चाहिँ चाहिएको छ भन्नुभएको थियो त्यही कुरा नै हामीले ओकेजले चाहिँ लगेर जाने प्लान गऱ्यौँ हामीले आफ्नो तरिकाले होइन तर उहाँहरूसँग बातचित गरेर भन्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अहिले यहाँ भएको 7वटा परिवारलाई खाना खानुको लागि टेबल र चेयर चाहिएको काम गर्दाखेरि त्यही कुराहरू चाहिँ हामीले सिलगढीबाट लाँदैछ अरू टिमहरू चाहिँ हामी भने यताबाट जाँदैछौँ हिलो रहेछ यो हाम्रो एउटा गाडीलाई चाहिँ गाह्रो भयो निकै साह्रो परिरहेको छ त खिचौँला मजाले भिडियो मलाई पनि पठाइदिनुहोस् ल मिडियाहरू आइपुग्नु भएको छ सियोक मिरिकको सियोक भन्ने ठाउँमा चाहिँ आइपुग्यो हामी अहिले मोटामोटी अहिले हामी कति 5 बजे बिहान हामी 8:30मा हिँडेको कालिम्पोङबाट अनि अहिले हामी 5 बज्नु लागेको छ भर्खर यो रिलिफको ठाउँमा चाहिँ आइपुगेका छौँ हामी ठाउँमा चाहिँ अरू गाडीहरू पनि आउँदैछ सामानहरू लिएर एउटा गाडी चाहिँ जानु सकेन त्यतिकै बसिरहेको छ यस्तो छ यहाँनिर सियोक मिरिकदेखि चाहिँ एकदमै तल चाहिँ सियोक भन्ने ठाउँ रहेछ यो ठाउँमा चाहिँ यस्तो अस्तिको पानीले गर्दाखेरि चाहिँ बहुत डरलाग्दो चाहिँ पहिरो आएर चाहिँ त्यसरी यहाँको चाहिँ गाउँहरू डल्लै बगाएको रहेछ यस्तो भएको रहेछ तपाईहरु चढ्नुस् यो चाहिँ क्याम्प हालेर बसेको जग्गा रहेछ कि त्यहाँ हामी जाँदैछौँ हुकर्स टिम यो विश्वास गर्नु सकिन्न यत्रो ठुल्ठुलो ढुङ्गा चाहिँ आएको चाहिँ अब कसरी चाहिँ आयो यत्रो ठुल्ठुलो ढुङ्गा आएको छ यो चाहिँ फुटबल ग्राउन्ड भनेर यहाँ यो पोस्टबाट पनि थाहा पाउँछ गोल पोस्टबाट हाम्रो गाडीहरू चाहिँ यहाँ छ एकदमै अब यसको त यो बनाएर पनि सक्दैन केही उपाय नै छैन यहाँ स्कुटी देखाउँछु है त स्कुटी र बाइक हेर्नुहोस् न यो यहाँ एउटा गाई राखेको रहेछ यो गाईको खुट्टा भाँचेको रहेछ एकदमै माया लाग्दो हाँस्ने छ गाई यो मेरो दाजुको
मधुकरको अर्किडहरू सबै बगायो नि कति लाख अर्किडले योपालि त्यो एकमा राख्ने अलग्गै गरेको छु यो तल मेरो हजुर यो सबै चियापत्तीहरू थियो होला है यो साइडमा टी गार्डन हो नि यो सबै बाटो मजाको थियो ओह्रालो हो यो पालि चाहिँ स्लाइमबुङ हो यहीँबाट जोडिन्छ नि त बाटो मजाको ठाउँ भइगएको थियो नि मेरो चाहिँ त्यो घर चाहिँ यताबाट ऐनाहरू फुटेको छ हो अरू केही भएको छैन त्यो खोला चाहिँ पल्लोपट्टि थियो नि त फेरि खोला चाहिँ त्यो मेरो घर ताखेर बग्दैछ अहिले तर घर चाहिँ खोपेको चाहिँ छैन सिधा स्टेट मात्रै गरेको छ त्यो प्लम्ब गरेको जस्तो कि अब त्यसलाई प्रोटेक्सन चाहिँ गरिराख्नुपर्छ टी गार्डनलाई चाहिँ जग्गा चाहिँ मागिरहेको छौँ हामीले अब कहाँनिर अब सेटल गर्छ यो गाईको पनि यस्तो हालत रहेछ घरहरू चाहिँ कहाँदेखि बगाएर ल्याएको हो कि के हो यहाँ तलसम्म रहेछ यस्तो हुँदो रहेछ यहाँनिर यस घरको हालत हेर्नु केही रहेन यस ट्रलीहरू त यहाँ रहेछ बिचरा चप्पलहरू कसको हो पनि कसको घरको हो पनि तोसकहरू है सिरानी जुत्ताहरू छ यहाँनिर चाहिँ यस्तो रहेछ यो चाहिँ विशेष चाहिँ यहाँ गाई रहेछ यहाँनिर यो चाहिँ पहिरोले लागेर पहिरोले खिचेर यस्तो भएको रहेछ गाईको हालत घाउबाट पानी पिपहरू निस्किँदो रहेछ नि खासमा यो चाहिँ ग्राउन्ड रहेछ फुटबल ग्राउन्ड रहेछ ग्राउन्डमा आएर चाहिँ पहिरोहरू यहाँ थुप्रिएको रहेछ पानी ठुलो आउँदै गर्दा तपाईँले याद हजुर मैले याद गरेर खोला चाहिँ त्यहाँ बस्नु पर मैले यहाँ बस्तुहरू पालेको थिएँ त्यो बस्तु मेरो दाजु भरि हो मेरो आमाको भदाइको भरि हो त्यहाँदेखि चाहिँ म चाहिँ खोला चाहिँ उयो परबाट बग्थ्यो म चाहिँ यहाँ यो डिल छ नि यहाँ डिलबाट खोला लास्टमा चाहिँ यताबाट बाटोबाट हजुर त्यो चाहिँ यताको भएको रहेछ यता पहिरो झर्ख्यो नि देख्नुहुन्छ रातो त्यहाँबाट नालीहरू बगेर आउँदा चाहिँ त्यो पानी यता आउँदा चाहिँ हामीलाई डर भयो त्यहाँदेखि क्या सुतेको थियौँ न त्यहाँदेखि यहाँबाट चाहिँ म चाहिँ माथि यहाँ तपाईँहरू जुन अहिले पुल भित्रबाट त्यो बाटो यस्तो टर्निङ भएर आउनु थियो त्यहाँ थिएँ म कमसेकम 2 बजीतिर बिहानको 2 बजी हजुर म त्यहाँ थिएँ
त्यति बेला त्यहाँबाट खोला बुझेको रहेछ भनेर फर्केर आउँदा चाहिँ म यो सिरिज छ नि सिरिज भएको त्यहाँ आउँदा चाहिँ यो पड्केको कुन चाहिँ के चाहिँ पड्केको होला के चाहिँ यो पड्केको जुन आएको छ नि यो ढुङ्गाहरू बरु भयो होइन 15 मिनटमा चाहिँ यहाँको दृश्य नै खतम बनाइदियो यहाँ चाहिँ गाई बस्तु मर्यो हजुर मेरो गाईहरू मर्यो यो यहाँ बिमारी भएर राखेको गाई चाहिँ कसको मेरै हो गाईको कतिवटा मर्यो तपाईँको थुप्रो मेरो मर्यो एउटा मर्यो मेरो भाइको यहाँ भानिजको मर्यो हो अनि बाख्राहरू धेरै अरूहरूको बगायो मैले कुखुरा पालन गरेको थिएँ 70-70 कुखुराहरू मर्यो हो यहीँनिर है घरको केही सामानहरू निकाल्न पाएन खालि हाम्रो लुगा लगाएर भाइ चाहिँ हामीले जम्मा कतिवटा घर चाहिँ गयो यहाँ चाहिँ टोटली घर चाहिँ 10 घर गएको हो 10 घरमा चाहिँ हामी बसोबासो चाहिँ 7 घरले गर्थ्यौँ प्रपरली घरमा बस्ने चाहिँ 7 घर थियौँ 3 घर चाहिँ बाहिर बनाएर दिल्ली बम्बईहरूतिर काम गर्नुहुन्थ्यो अनि 7 घरको चाहिँ टोटली ड्यामेज भएको जम्मा चाहिँ 10 घर भएको यसमा अब 10 घर भएको भन्दाखेरि पनि टोटल अरूको पनि ड्यामेज भएको छ कसैको टोइलेटहरू लागेको छ कतिको भाग बगाएको मात्रै चाहिँ 10 वटा हजुर टोटल ड्यामेज भएको अरू छ ड्यामेज अनि यो तल भएको यो तलको घर चाहिँ च्यादर देख्दै यो पनि ड्यामेजै हो यहाँदेखि घर त्यो घर त्यहीँनिर थियो कि बगाएर त्यही हो मेरो घर यहाँदेखि चाहिँ उता चाहिँ टोटली 9 घर ड्यामेज भएको टोटली 9वटा घर यहाँदेखि इफेक्टेड चाहिँ यो खोला चाहिँ कहाँनिर बग्थ्यो यो खोला चाहिँ ए यो 3टा रुखदेखि उता 3टा दिन उता रुख बग्थ्यो यहाँ उकालो यो खोलाहरू गइरहेछ नि त्यसमा चाहिँ हाम्रो बारीहरू सागसब्जीहरू यतातिर यहाँ है यो ढुङ्गा ठुल्ठुलो ढुङ्गाहरू सबै माथिबाट बगाएको माथिबाट बगाएको मेरो मिसेस चाहिँ यताबाट थियो हो यो भनेपछि यो खोला त यत्रो ठुलो त थिएन नि पहिला त सानो थियो यत्रै हो यो खोला चाहिँ यत्रै हो यत्रै हुन्छ है योभन्दा अलिक सानो हुन्छ हिउँदोमा तर खोला चाहिँ यत्रै हो बर्खामा चाहिँ अलिक तर्नु नसक्ने हुन्छ यताको नालीको पानीहरू मिसिएर हो हुन्छ अनि त्यहाँदेखि चाहिँ तपाईँहरू उतातिर जानुभयो घुम्नु टोटली ड्यामेज यो चाहिँ रङ्गिली खोला भन्छ यता चाहिँ रामबाङ भन्छ ए रामबाङ रङ्गेली है अहिले चाहिँ अब सबैले सपोर्टहरू गरिरहनु भएको छ होइन धेरै मानिसहरू आउनुभयो धेरै जग्गा आएर हामीलाई सपोर्ट गरिरहनु भएको छ है हामीलाई धेरै उयसको अहिले घरहरूको खाँचो छ है निधि भइरहेको छ घरहरूको पनि सरकार तर्फबाट गर्छु भनेर म्यानेजमेन्टहरूसँग बात मारेर हामी यहाँबाटै रिसेट गर्ने भनेर चाहिँ माथितिर है त्यो कुराहरू पनि चलिरहेछ है अहिले त्यसलाई निर्णय ढङ्गले त भएको छैन यो बाढले चाहिँ कतिजनाको ज्यान चाहिँ गएको छ खास एउटा पनि गएन ज्यान चाहिँ गएन है यहाँबाट सुत्नु हामीले चाहिँ हामी चाहिँ नसुतेर चाहिँ अरूलाई चाहिँ पानी यस्तो यस्तो भइरहेछ जगाउने कामहरू गर्यौँ हामी गाउँको मान्छे चाहिँ सुत्यौँ कोही पनि त्यही भएर चाहिँ हाम्रो ज्यान सुतेको भए चाहिँ गएको हजुर सबै नै हाम्रो 10 घरको र टोटली कोही पनि भेट्दैन हाम्रो सामानहरू प्रायः भेट्यौँ न भने चाहिँ हाम्रो लासहरू पनि भेट्थेन होला भेट्थेन हजुर अब हेर्नुहोस् न तपाईँहरूले दृश्य हेर्नु अब एउटा जेसीबीले नहलाउने ढुङ्गाहरू आइरहेछ कहाँबाट हो घरको यो उयसहरूमा फर्निचरमा हेर्नुहोस् न ढुङ्गाहरू यस्तो रुखहरू बुच्चेर एकैचोटि चाहिँ विस्फोट भएको अब सबै मेरै घरकोहरू एकदमै केही निकाल्नु पायौँ न एउटा पशुलाई पनि एउटा डोरी काट्ने समय पनि हामीले पायौँ एकैचोटि अनसडनली भएको 15 मिनटमा चाहिँ यो माथिबाट चाहिँ एकदम छुन्नेर आएर चाहिँ सोलिड पड्केर चाहिँ लगेको त्यसमा चाहिँ मौकै पाएन कसले पनि घरहरू हो यो हो फर्स्ट घर होइन यसरी छुटेर गएको छ यो छुटेर गएकोमा चाहिँ घरहरू थियो यो यही देखिरहनु भएको छ यो घर मेरो देख्नु भएको यो पानी बगिरहेछ नि हजुर त्यसको अलिकति नोक देखेछ नि यता त्यहाँसम्म चाहिँ उयो रुख त्यहाँसम्म चाहिँ मैले खोला थियो हाम्रो यो खोला चाहिँ के थियो त्यहाँ बग्थ्यो तर खोला चाहिँ यता डाइभर्ट भइरहेछ अहिले तपाईँ परिवारहरू कसरी निक्लिनु पाउनु भयो यहाँबाट यहाँ चाहिँ कस्तो भयो भनेदेखि हामी चाहिँ सुतिराख्दा चाहिँ पानी आइरहेको थियो पानी आउँदा चाहिँ हामीलाई चाहिँ
अलिकति यो हेल्थबाट पनि मेरो मिसेस आशामा गर्नुहुन्छ नि त हाम्रो उसको ठुलो एनएम होइन सुनिता प्रधानले चाहिँ उहाँलाई चाहिँ मेसेज गर्नुभएको थियो आज त हाई अलर्ट छ पानी हेभी रेनको भनेर भन्नुभयो अन्त पानी अलिअलि परिरहेको थियो अझै बढ्दै गयो पानी त्यति बेला चाहिँ हामीले सोच्यौँ अब यहाँ बस्नु चाहिँ सेफ छैन हामी अलिकति पर जाउँ हाम्रो घरलाई चाहिँ त्यहाँबाटै हेर्दै देखरेख गरौँ भनेर चाहिँ हामीले टर्चहरूले देखरेख गर्दै थियौँ कमसेकम 2:15 चाहिँ हाम्रो यो म चाहिँ कमसेकम 1:15सम्म चाहिँ यहाँबाट यो हाम्रो बारी थियो मेरो गोठ थियो होइन गोरुहरूलाई हेर्दै थिएँ पानी उताबाट बग्थ्यो हेरेको हजुर एउटा यहाँ नाजुक अवस्थामा चाहिँ यसलाई मैले स्याहारिरहेको छु हजुर अन्त अरूको बाख्राहरू बग्यो कतिको अन्त ब्याक साइडमा मैले कुखुरा पालन गरेको थिएँ 60-70 लगिदियो हो अन्त त्यहाँदेखि हजुर थिएन यो चाहिँ मैले ज्ञात गरेर चाहिँ अब यो चाहिँ मेरो साथीको बारीमा थियो ढुङ्गा चाहिँ यो बारी अलिक गाडिएको थिएछ त्यो ढुङ्गा चाहिँ त्यहाँ छैन एकदम ठुलो थियो त्यो ढुङ्गा चाहिँ यसबाट गएर चाहिँ हामी अलिक गाईहरूलाई घाँसहरू काट्ने कामहरू गर्थ्यौँ यो ढुङ्गाबाट गएर चाहिँ हजुर त्यस्तो चाहिँ छिँदै थिएन त्यो दिन झन् कस्तो चाहिँ भयो होला तपाईँलाई त्यो दिन यो पड्किँदा चाहिँ म यहाँ सिरिजमा थिएँ अघि तपाईँलाई भनिहालेँ होइन रातभरि हामी सुतेको थियौँ न सुतेको भए चाहिँ कसै पनि बाँच्थेन दिउँसो भए चाहिँ मर्ने थियो मान्छे हजुर यहाँदेखि यो हो मेरो घर त्यहाँदेखि उँधो चाहिँ गाउँ हो यो गाडीहरू आउँदा चाहिँ उता पुलिसहरू थियो हो तपाईँहरू कताबाट आउनु भयो यसो हामी यसो जानकारी गर्नु कालिम्पोङबाट आएको छ कालिम्पोङ कुन जग्गाबाट आउनु भयो हामी कालिम्पोङ प्रपर कालिम्पोङबाटै हो बजारैबाट अनि हाम्रो ब्रान्चहरू चाहिँ यहाँ म्यामहरू सिलगढीबाट आउनु तपाईँहरू है अनि अरू म्यामहरू उहाँ पर हुनुहुन्छ उहाँहरू चाहिँ मिरिकबाट आउनु भएको होइन हामी सबै टिमहरू मिलेर चाहिँ अब आएको यहाँनिर हजुर हाम्रो रिलिफ कमिटीहरू हुन्छ हो हामीले रिलिफ कमिटीहरू पनि बनाएको छौँ अन्त धेरै जग्गाबाट हामीलाई सहयोग पुर्याइनु भएछ हो घरको खिड्की यहाँ हजुर हेर्नुहोस् न यता फेरि अलिअलि हामीले अब अलिकति अब यसलाई पोलपाल गर्नुको लागि अब यस्तै वातावरण त राख्नु भएन गर्दैछौँ यसलाई हो डिस्ट्रिब्युटर यो घरको छाना केही रहेन सबै त अनि यसलाई चाहिँ मैले सुकाएको हो क्या दिदी सुकाएर चाहिँ यसलाई त डिस्ट्रोय गर्नु पऱ्यो डढाउनु पऱ्यो यिनीहरू त के बेडहरू जस्तो लाग्यो सिलिङ ए घरको सिलिङ है यहाँ मुनि गाडिएको रहेछ मेरो गाई चाहिँ अघि तपाईँलाई भने त्यो गाई चाहिँ यहाँ गाडिरहेको थियो हजुर यहीँ अनि निकाल्नु भयो खनेर निकालेको यति मात्रै निकालिरहेको रहेछ है टाउको मात्रै हो कोही सेतो गाई देखिरहनु भएको छ नि त्यसलाई चाहिँ मैले यहाँबाट निकालेको जिउँदैछ त मैले अहिले दबाई गर्दैछु भेटनेरीहरूबाट पनि आउनु भयो यो निकै सुक्दै गएको रहेछ नि गाउँ त हजुर यहाँ माथि गरौँ है यहाँ हजुर दिदी यहीँ गर्दा कसो होला तपाईँ होइन हामी जिम्माती राख्छौँ ए जिम्माती राख्नु नि यताबाट पनि छ नि तपाईँहरू सुकिया निस्किनु सक्नुहुन्छ कि तर अलिकति होइन मैले भन्नु यताबाट तपाईँहरू यता त्यति पनि हामीले बनाएको नि बेरक्कै लाग्ने ठाउँमा पुगेर आयो है मलाई अशान्ति भयो एकदमै
अशान्ति भयो पुग्दाखेरि नै चाहिँ थाहा पाउँदो रहेछौँ अनि कतिको कस्तो चाहिँ थियो होला अनि त्यो न्युजमा भिडियोमा है त्यो फेसबुकहरूतिर हालेको त हेर्दाखेरि त त्यति सामान्य लाग्ने सामान्य लाग्ने तर आफै नै पुगेर आफैले हेर्दा त्यहाँको दुःख यसो बुझ्दा चाहिँ महसुस भयो त्यो मामुली चाहिँ थिएन मामुली होइन नि अब राति 2 बजीतिर कस्तो चाहिँ होला 2:15 मारे अब त्यो ठुलो ढुङ्गाले चाहिँ गाउँ बचायो भन्दैछ अन्त त्यस्तो रहेछ है अनि त्यो ठुलो ढुङ्गा चाहिँ आएर चाहिँ पुलमा चाहिँ यस्तो डरलाग्दो चाहिँ जाम भएको थियो नि त रुखहरूदेखि उलेर सबै आएर चाहिँ त्यहाँ पुल ब्लक भएर चाहिँ पुरै पानी चाहिँ भरिसकेको थिएछ अरे कि माथिबाट चाहिँ त्यो ठुलो ढुङ्गा चाहिँ स्पिड आउँदा चाहिँ पुल बङ्गै भत्काइदिएछ पुल भत्काउँदा चाहिँ अन्त उँधोको त्यो 9वटा घर चाहिँ अब गयो अब त्यो पुल नभत्किएको भए चाहिँ यो त्यो पानी चाहिँ गाउँपछि डल्लै पस्दाखेरि चाहिँ सलिटै गाउँै लाने थिएछ नि म त त्यो मान्छेले भनेको सुनेर डर लाग्यो नि हौ जुरुङ जुरुङ भयो नि त्यस्तो भनेको सुनेर